आज चाहिँ म तपाईँहरूलाई हेर्दाखेरि मुखमा पानी आउने खालको चिकन स्टेकको रेसिपी देखाउन आँटेको छु। सो यो बनाउनको लागि तपाईँले यस्तो खालको चिकन ब्रेस्ट काटेको हुनुपर्छ। त्यसलाई यसरी दुलो 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 पारिदिने। त्यस पछाडि तपाईँले जिनै सिजनिङ्सहरू हाल्दाखेरि हुन्छ, नुन बेसार एभ्रिथिङ होइन। अनि हामी ससको लागि चाहिँ यसरी केचप अनि सोया सस अनि चिली फ्लेक्स ओरिगानो मस्टर्ड र लास्टमा स्क्विज अफ लेमन हालेर हामी यसलाई चलाइदिन्छौँ। सो बेसिकली हामी यसले नै म्यारिनेट गर्छौँ हाम्रो चिकनलाई चाहिँ। सो अनि चिकनमा यो हालिदिएर हामीले फ्रिजमा यसलाई 2-3 घन्टाको लागि राख्नुपर्छ। र यसरी प्यानमा दुइटै साइड मजाले पाक्ने गरी पकाउनु। र ससको लागि चाहिँ हामी बटर हाल्छौँ र हामी आटा हाल्छौँ। आटा हालेर मजाले चलाउँछौँ, किनभने आटाले चाहिँ हाम्रो ससलाई थिक बनाउँछ नि त। सो मजाले भुटेर ब्राउन हुँदाखेरि हामी मिल्क हालिदिन्छौँ। अब कति कति हाल्ने भनेर चाहिँ म सबै क्याप्सनमा लेखिदिएको छु। र हल्का चिली फ्लेक्स हालेर चलाउने र लास्टमा चिजको स्लाइस यसरी हालेर मजाले चलाउनु भयो भने चाहिँ त्यो आटाले गरेर मजाले थिक खालको यस्तो खालको हाम्रो सस पनि रेडी हुन्छ। र हेर्न सक्नुहुन्छ टक्क माथिबाट यस्तरी हाल्दा त कसको मुखमा पानी आएन होला कि यो हेर्दाखेरि। अनि तपाईँहरू हाई प्रोटिन यस्तै मिठो रेसिपीहरूको लागि चाहिँ मलाई फलो गर्न सक्नुहुन्छ।